कुनै समयका चर्चित नेपाली खलनायक पवन मैनालीको अहिलेको स्थिति यस्तो छ कि कल्पना पनि गर्न सकिन्न। मैनालीको यो हालत मोटर दुर्घटनापछि भएको हो। दुईवटी नाबालिका छोरी छन् अनि श्रीमतीलाई आफ्नो भगवानको रूपमा हेर्छन्। भएको सम्पत्ति पनि आफ्नाले नै खाइदिए रे। अनि भन्छन् कि अझै म अभिनय गर्न सक्छु, तर म अहिले निभेको जस्तो छु। यसै गरी अन्तर्वार्ताको क्रममा पवन मैनालीले मलाई एउटा राम्रो व्हिलचेयर चाहिएको छ भनेका थिए। कलाकार पवन मैनालीको राम्रो व्हिलचेयर चढ्ने चाहना पुरा गरिदिए पत्रकार प्रकाश सुवेदीले। कुनै पनि कलाकारले सहयोग नगरेको पत्रकार प्रकाश सुवेदीले आज सहयोग गरेका छन्। उहाँलाई धेरै धेरै धन्यवाद।